अबको प्रतिस्पर्धाको लागि अनिसा तामाङ रातो रिबनमा र शान्ति थापा सेतो रिबनमा तयारीको लागि सरोजा तामाङ रातो रिबनमा र सबिना आले मगर सेतो रिबनमा तयारी अवस्थामा बस्दिनु होला। सरोजा तामाङ रातो रिबनमा सबिना आले मगर सेतो रिबनमा तयारी अवस्थामा बस्दिनु होला। सबिना आले मगर सेतो रिबनमा तयारी अवस्थामा बस्दिनु होला। त्यसै गरी अतिथिको रूपमा आइक्यू नेपालबाट प्रतिनिधिको रूपमा दिपेन्द्र नेपाल मैले यहाँ आएको देखेको छु। म उहाँलाई पनि मञ्चमा आएर अतिथिको आसन ग्रहण गरिदिनुको लागि अनुरोध गर्दछु। अहिलेको यो प्रतिस्पर्धा महिला 55 केजी तौल समूहको प्रतिस्पर्धा हो। यसैबीच अहिलेको यो प्रतिस्पर्धाको समय पहिलो चरणको प्रतिस्पर्धाको समय समाप्त भएको छ। यसैबीच अहिलेको यो प्रतिस्पर्धा पहिलो चरणको प्रतिस्पर्धा बराबरीमै टुङ्गेको छ र पुनः दोस्रो चरणको प्रतिस्पर्धा हुँदैछ। यो प्रतिस्पर्धामा अनिसा तामाङ रातो रिबनमा हुनुहुन्छ भने शान्ति थापा सेतो रिबनमा हुनुहुन्छ। ओइ रसिला अहिले यो भइरहेको प्रतिस्पर्धा महिला 55 केजी तौल समूहको प्रतिस्पर्धा हो, जसमा अनिसा तामाङ रातो रिबनमा हुनुहुन्छ भने शान्ति थापा सेतो रिबनमा हुनुहुन्छ। तयारीको लागि सरोजा तामाङ रातो रिबनमा र सबिना आले मगर सेतो रिबनमा तयारी अवस्थामा बस्दिनु होला। One, two, and so on. Then one, two, and then the other one.
यसैबीच अहिलेको यो प्रतिस्पर्धाको समय समाप्त भएको छ। यसैबीच यो दोस्रो चरणको प्रतिस्पर्धा पनि बराबरीमै टुङ्गेको छ। पुनः अब तेस्रो चरणको प्रतिस्पर्धा हुँदैछ। यो तेस्रो चरणमा भने निर्णायकहरूबाट अनिवार्य रूपमा निर्णय आउनुपर्ने हुन्छ। त्यहाँ भित्र गएर चाहिँ कसरी खेल्नु हो कसरी पार्दियो भित्र गएपछि छ नि खेल्ने किन 50 केजीमा गएर यो तेस्रो चरण 1 मिनेटको खेल हुनेछ। त्यस चरणमा पनि निर्णायकहरूबाट अनिवार्य रूपमा निर्णय आउनुपर्ने हुन्छ। यसैबीच अहिलेको यो तेस्रो चरणको प्रतिस्पर्धाको समय समाप्त भएको छ। यस चरणमा भने निर्णायकहरूबाट अनिवार्य रूपमा निर्णय आउनुपर्ने हुन्छ। यसैबीच यो अहिलेको प्रतिस्पर्धामा रातो रिबनकी खेलाडी अनिसा तामाङ विजयी हुनुभई क्वार्टर फाइनलमा प्रवेश गर्नु